मैले भर्खर फेसबुक चलाउँदै गर्दाखेरि गरिमा चौधरीको प्यारेन्ट्ससँग चाहिँ सरकारले 3 बुँदे सहमति गर्यो भनेर चाहिँ न्युज सुने हैन, जसमा चाहिँ पहिलो सहमति चाहिँ संविधान संशोधनको लागि चाहिँ के पुनरावलोकन गर्ने कि संविधान के हेर्ने भन्ने रहेछ। दोस्रो चाहिँ गरिमाको शालिग बनाउने भन्ने रहेछ प्यारेन्ट्सहरूको माग त्यो चाहिँ। अनि अर्को तेस्रो भनेको चाहिँ आफ्नो संस्कार अनुसार चाहिँ दाह संस्कार गर्न पाउने भन्ने चाहिँ उहाँहरूले सहमतिमा चाहिँ हस्ताक्षर गर्नुभएछ। एक त हामीले 3 वर्षको बच्चीलाई बलात्कार भयो हामीलाई न्याय दे भनेर सडकमा उत्रिनु नै लाज मर्दो केस हो। यो त खासमा सडकमा उत्रिनु पर्ने कुरै हैन नि त, यो त नर्मल्ली पनि यतिकै पनि सजाय दिनुपर्ने केस हो, माग गर्नै नपर्ने केस। अर्को भनेको यसको लागि चाहिँ सहमति गर्ने यति बुँदे उति बुँदे भन्ने कुराको त भ्यालु नै राख्दैन नि। हामीलाई त इन्स्टेन्ट रिजल्ट चाहिएको होइन, के अर्थ भयो त सडकमा गएर रातभरि चिच्चाएर होइन, अनि अर्थै भएन नि। इन्स्टेन्ट रिजल्ट चाहियो कि अब नेपालमा चाहिँ फाँसीको चाहिँ व्यवस्था छैन अरे होइन। अब त्यो अब संविधानमै अब कसैलाई पनि मृत्युदण्ड दिने गरी संविधान के अरे कानुन बनाइने छैन भनेर उल्लेख गरेको छ। कि त संविधान संशोधन गर्नु पर्यो अनि युएनसँग फाँसी नदिने भनेर के कन्ट्र्याक्ट साइन गरेको छ अरे नेपालले, त्यसलाई संशोधन गर्नु पर्यो। त्यो चाहिँ अलि झन्झटिलो भयो। तर संविधान यहाँ बहुमतको सरकारले संविधान संशोधन गरेर के अरे बलात्कार गर्नेलाई चाहिँ त्यसको प्राइभेट अङ्ग नै काटिने छ भनेर कानुन बनाउन त मिल्छ होला नि त। त्यो नगर भाँडो नै कुच्याइदिएपछि त सकिगयो नि, खेलै खत्तम भइगयो नि। एउटालाई त्यसो गर्ने भने अर्को डराउँछ के, अर्को डराउँछ। त्यो चाहिँ फर स्योर एकदमै छु म चाहिँ। अनि अर्को कुरा चाहिँ अहिले के छ नि, त्यो केटो पनि 16 वर्ष थियो अरे, 16 वर्षको बच्चालाई त्यस्तो गर्न हुँदैन अरे। त्यस्तो गर्ने बेलामा त्यो 3 वर्षको बच्ची भनेर त त्यसले चिनेन होइन। अनि त्यसलाई चाहिँ 16 वर्ष भनेर छोड्नु पर्ने। अर्को कुरा गल्ती चाहिँ हामी प्यारेन्ट्सको पनि गल्ती हो कि हामीले बच्चाहरूलाई सेक्सुअल नलेजै दिँदैनौँ कि, स्कुलमा पनि दिँदैन प्यारेन्ट्सले पनि दिँदैन। गल्ती त हाम्रो नि संस्कार दिँदैनौँ कि हामीले, सही संस्कार अपब्रिङ्गिङ नै हाम्रो पुरुष र महिलामा भेदभाव गरेर अपब्रिङ्गिङ हुन्छ। अनि कहाँबाट हुन्छ त? समानता भन्ने चिज त सिकाउनु पऱ्यो नि त, घरबाट सिकाउनु पऱ्यो, छोरा र छोरी बराबर हुन् भनेर। अनि जब हामीले घरबाट राम्रो संस्कार दिन्छौँ, सेक्सुअल नलेज दिन्छौँ, बच्चा अलिकति भए पनि के हुन्छ त भन्दाखेरि जिम्मेवार बन्छ कि सोसाइटीप्रति, परिवारप्रति होइन। मान्छेहरू कतिसम्मका चाहिँ क्रूर भइसके के। म चाहिँ मेरो छोरालाई त्यो कुनै दिन त्यस्तो नगरोस्, भगवान्को कृपाले सद्बुद्धि दिउन्, म पनि कोसिस गर्छु सद्बुद्धि दिउन् भनेर होइन। दिनलाई सबैलाई सम्मान गर्नुपर्छ, छोरी मान्छेलाई सम्मान गर्नुपर्छ भनेर, जसलाई लभ पार्छस् त्यसलाई सिन्दुर हालेर ल्याउन सक्ने हिम्मत राख भनेर चाहिँ म सिकाउँछु मेरो छोरालाई। र यदि मेरो छोराले कुनै दिन त्यस्तो गरेछ भने त मैले बाइकट गरिदिन्छु सबभन्दा पहिला। म पनि एउटा छोराको आमा हो होइन, भोलि बिहान मेरो छोरी होला न रे, कसरी जोगाउने यार। सम्झिँदा पनि यार, सोच्दा पनि तनाव हुन्छ यार, निन्द्रा लाग्दैन भाइ। यो फाँसी सासी केही चाहिँदैन, सरकार त्यसलाई बाँच्न दिउँ, तर त्यसको प्राइभेट पार्ट सुसु गर्ने पार्ट काटिदिउँ, त्यसलाई चाहिँ एउटा पाइप लगाइदिउँ सुसु गर्नलाई चाहिँ। मेरो माग यही हो।